हेलो गाइस, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म तपाईहरुलाई चाहिँ साउदी अरबको एउटा विभिन्न स्थानहरूको भ्रमण गर्न गइरहेका छौँ हैन। हामी दुई तीनजना त्यस ठाउँहरूको बारेमा चाहिँ तपाईहरुलाई जानकारी गराउन गइरहेका छौँ। मसँग हुनुहुन्छ मेरो दाजु देवी प्रसाद घिमिरे, साथमा मेरो सालो भाइ छन् यहाँनिर विमल ढकाल र म स्वयं ध्रुव कटेल। आज म तपाईहरुलाई यस ठाउँको बारेमा चाहिँ साउदी अरबको बारेमा विभिन्न स्टेटहरू हामी भ्रमण गर्न गइरहेका छौँ गाडीमा। अहिले चाहिँ डोमिनेस ठाउँहरू देखाउन गइरहेको छु। यहाँ छुट यहाँ ठाउँ यहाँ भ्रमण गर्ने भएर है त। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. ड्राइभर हेयर स्योर मिलाउने चक्करमा कहिलेदेखि यस्तो गाउने राखेको छ खाएको खाएछ हौ पहिले अरूले फरकै खाऊ न, त्यो त खाइराखिन्छ। त्यो राखेको साग खान त यहाँ ताईहरू हठा आएको हो। होइन, रायोको साग भनेको त छाक टार्ने साग होइन नि त भाइ। त्यो त हल्का छुस्छ जाने त्यो त ए स्पेसल भनेको स्न्याक्स पो त यार। हजुर ठिक छ। त्यसलाई नै जोडेर जाने। आज रायोको सागमा केटाले चौलाई नै झोलालेर मलाई खरानी बनाइदिने रेखा भनेर खतम बनाउँछ। राखेको साग खान थोरै यहाँ आइरहनुपर्छ। तिम्रोतिर पाउँछ? मेरोतिर अब रोपन पाउँछ, पाउँदैन। त्यही भएर स्पेसल पो भन्छ। सुनिसकेको तर भन्न बिर्सिसकेको हुँदो रहेछ। भन्यो भने फेरि भन्छ उसले के उसले बोल्न थाल्यो भने पागलपुलको रहेछ। पागलपुलको अब हेर्नु साथीहरू, यो पागलपुल हो यो भन्दा फेरि ऊ यता छ पुलै पुलमा कति हो कति पुल परमेश्वर काँडे तारले छेके पनि मेरो यात्रा रोकिन। स्वर चाहिँ हो खुट्टा तान्दै जेता जाने बाटो यता हो जेता जाने बाटो जेता मकान जाँदा खुट्टा तान्दै खुट्टा तान्दै जङ्गल जाने भाउ अब बाटोमा जाँदा कति गरेछौ हारिसले हत्केलाले यस्तो क्या हत्केलाले सूर्यलाई छेकेर नि छेकिन कालो चस्मा लाए पनि बाटो राम्रो देखिन। कति गाउँछौ गीतहरू म्युजिक भर्दै गर म त पुछु यही बाटोमा डिजल भर्दै गर डिजल भर्दै गर।
के अरे भिडियो हुन्छ होला भन्दा भिडियो पहिले जनाको त्यहाँ थियो अहिले जनाको उता छ हेर साथी हो टावर टावर त उता टावर आगे हेर त्यहाँ स्टेसन रहेछ ब्लू लाइनै आउँदैछ मेन स्टेसन ल गाइज यस्तो यता चाहिँ मक्का के अरे मदिना कासिम आयल तबु नियम जाने बाटो यता हो 4 नम्बर एक यो चाहिँ ब्रिजको सहर हेर गाइज अब हामी यहाँ टर्निङ लिँदैछौँ टक्कसँगले ध्यान दिनु है त्यहाँ रास्ता त्यसरी टर्निङ पोइन्ट घुमियो सट्टसँगले फेरि माथि चढियो सहर आयो अब साँच्चैको सहर आयो साँच्चैको सहर माटो पनि हो साँच्चैको सहर त अब आयो गाइस हेर्नुहोस् सहर गाइस भिडियोमा त्यही आउँदो त्यही भरे त्यही त हामी यहाँनिर 3 भाइ काठमाडौँ सहरको त्यसले साउदी सहरको साउदी अरेबियाको चाहिँ के अरे राजधानी किनभने साउदी अरेबियाको राजधानी रियाद फेरि गइसकेको छ यार के भइसक्यो भिडियो त्यो चाहिँ यसो टाइमिङ हुन्छ भिडियोको त्यो धेरैका पर्छ कति मिनट बनाउँछ यही लाइसेन्स यही डाइमेन्सन ऊ त्यहाँ ट्रायल गरेको अहिले त बिल्डिङ यो छैन अर्कै बनाएको छ छाप्रो बनाएको छ यार अहिले ड्राइभिङ सेन्टर छैन अरू नै छ ऊ मेट्रो कुद्दैछ त्यसरी बालेनको मेट्रो के अरे चिरिबाबुको लगायत मेट्रो यसरी कुदिरहेको छ हेरौँ बिल्डिङ हेरौँ गाइज काठमाडौँ सहर हेर्दा राख्छ रहर हेर गाइज सहर र रहर आउँछ यहाँ रकेट लन्च हुन आँटेछ के अरे मेरा नभए रकेट लन्च हुन आँटेछ ऊ रकेट लन्च हुँदो रहेछ हाम्रो जनक भ्या बस्ने गाउँ पो हो त यता यतिको रमाइलो त हुनै पर्यो यतिको रमाइलो भएन भने ऊ टिक्दैन त जमाना सिङ्गापुर बसेर आएको मान्छे र रेडिसन होटल रहेछ उ त्यहाँ ऊ तपाईँले गाडीमा ध्यान दिनु है भिडियोमा ध्यान दिएर बुढा यस्ता घरहरू छ नि गाइज म त सिग्नलबाट पो यता होला भनेर पो यता सिग्नलबाट आउँदा आउँदै गर मालती हट
सिटीतिर जाम लागेको छ गाइस जाम लागेको छ गाइस जाम ट्राफिक के छ दाजुरे गजब रमाइलो छ त खासै घाम लाग्न सकेको छैन गर्मी राम्रो पनि बढ्दैछ होइन जाडो चाहिँ मोटा घाम अलि मधुरो देखिएको छ घाम मधुरो देखिएको कारण फेरि चाहिँ धुलो उडेर हो यो प्रोजेक्ट आज भिजिट गर्न आएको कस्तो छ एकदम दामी छ यो प्रोजेक्ट ओके छ नि ओके छ यो प्रोजेक्टमा त के गर्ने हो तपाईँ काम ढुङ्गा बोक्ने सिसा बोक्ने हो कि होइन यो प्रोजेक्टको ठेक्का चाहिँ कसले लिएको रहेछ भनेर विचार गर्दैछु क्या सिमली फुलेर बाटैभरि यस्तो छ सिमली छ प्याजको सिजन लागेको छ प्याजको फोटो बनाएर आएको छ समोसा पनि छ रकेट भन्नु पर्यो यतातिर खासै घरै बनाउनु नजान्ने कि है न धुरी छ न पुतली पाएको छ के बनाएको घर परालको माछ जस्तो घर बनाउँछ मान्छेले हाम्रो गाउँघरतिर परालको माछ पो हुन्छ यस्तो इँटाको थुप्रो जस्तो छ यो थुपारेको यस्तो खटा भएको होइन इँटा भट्टीमा गोला गोला परालको माछ जस्तो क्या माथि टुप्पी भएको मियो भएको न बरन्डा निकालेको छ न पुतली पाएको छ न छानो छाउने छ न धुरी मार्ने छ के बनाएको त घर यस्तो पानी आयो भने त सबै भित्र ओहिरिँदै ओहिरिन्छ नि घर बनाउनै नजानेको यहाँका मान्छेले भनेर भनिहाल्यो यहाँबाट घुमेर जाने बाटो पो छैन क्या एक्जिट छैन क्या यहाँ नराम्रोसँग डुगाएको छ हामीलाई ला होइन रोज हो त घुम्नै आएको मान्छेलाई घुमाउन के ढिलो यहाँबाट यस्तो घुम्ने थियो यसो बन्द भएर यस्तो भयो के भएछ पुल पो भन्छ आउनु स्पिड चस्मा लगाउनु चस्मा झ्याक्क लगाउनु भएन खोल्नु त फर्किनु हाम्रो हामी चाहिँ यहाँनिर यसो पिज्जा खाने प्लानमा छौँ भनेको अब हेरौँ दाइहरूले के खुवाउनु अवस्था
भाइले सर्भिस आफै गरेका छन् चट्टसँगले अब यो पिज्जा खानुपर्ने हुन्छ हामीले होइन के हालेर बनाएको सुरु गरौँ दाजुले सुरु गरिसक्नु भयो अब हामीले चाहिँ सुरु गर्नु नै यो टाढा भयो नि कुर्सी त टाढा छ यार तानेन आउँछ कतै बस्नु पर्ने सुरु गर्न गइरहेको छौँ होइन भाइ हामीले खाँदैछौँ राल चिकन भयो धेरै नखिच्छ मलाई यस्तो खाएको अहिले कस्तो घाँस कत्रो उ गरेर खाइरहेको मागसँग हाइट हावा कि त मेरो पनि हेर्नुहोस् खाएको यसरी खानुपर्छ यस्तो गाइज होइन अब यो खाइसकेपछि हामी चाहिँ प्रस्थान गर्छौँ रुमतिर आफ्नै आफ्नै कोठामातिर बाटोमा देखिने कुराहरू तपाईँहरूलाई भिजुअलाइज सबै कुराहरू तपाईँलाई देखाउने कोसिस गर्नेछौँ हामी चाहिँ यहाँनिर इन्टरटेनमेन्ट टाइपको आज गुड फ्राइडे मनाइरहेको छ गुड फ्राइडे हो आज गुड फ्राइडे होइन पिज्जा खानु पिज्जा भाइ चाहिँ पुरा इन्जोय गरिरहेको छन् होइन पिज्जामा यहाँ दाजु चाहिँ यहाँनिर डोमिनोज पिज्जा मिरिन्डालाई चाहिँ चट्टसँगले ग्लासमा हालेर चाहिँ के भन्छ मलाई चुस्किला मात्रै हुन्छ मेरो पनि आइसकेको छ अर्को टाइपको पिज्जा आयो त्यो चाहिँ अर्कै हालेर त्यो अर्कै हालेर चाहिँ यार यसको नाम के हो यो पिज्जाको नाम यसको नाम के हो सिर्फ अरे यार नाम छोडिदिउँ यार पढ्न आएन व्यवस्था पिज्जै हो ल सबै हामी चाहिँ यहाँ चाहिँ दाइलाई भेट्न आएको भेटघाट भइसकेको छ हेर है हेर्नुहोस् गाइज हेर भनेको छु क्या कान्छो साल हो है उहाँ चाहिँ सानो दाई म पनि दाई हुन्छ उतापट्टिदेखि सालो भाइ है यहाँ चट्ट बसेर यसरी खाँदै मन लाग्दैछ पिज्जा चट्ट त स्टार्ट गर्नु सबभन्दा ठुलो दाईबाट त स्टार्ट गर्नु सक्यो होइन जिन्दगी हो कि राँगा तन्केर तन्केर फाइदा छैन जोत्नै परेपछि त काँडा सोइरो हालेर त्यहाँदेखि जो हाल्दै सुई सुई हिँड्नु पऱ्यो क्या होइन आखिर दायाँ माया गरेर त्यो फड्काइहाल्छ होइन सुई सुई हिँड्नु भने त चुप लगाएर हिँड्नु भने त पुग्यो पनि बिस्तारै मात्रै त पुग्छ होइन प्रसङ्ग के कुन सब्जेक्टमा आयो केसँग सम्बन्धित यो यसको प्रसङ्ग चाहिँ के थियो भने जिन्दगी स्मुथली चलिरहेको छ होइन चलाउनु पर्छ भन्ने हुँदा हुँदै पनि मान्छेले चाहिँ के गर्छ भने टेढा र मेढा यता उति भन्छ जिन्दगी चाहिँ घरबार गर्नै छ विवाह गर्नै छ त्यो हुँदा हुँदै मान्छे चाहिँ किन तर्किरहेको छ उसले गरेको छैन भन्दै होइन तर्किन्छ नि त मान्छे त्यसलाई त टार्छ नि त टारेर टर्दैन नि त होइन जन्म मृत्यु विवाह त टरेर टर्ने कुरो होइन नि त आखिर विवाह त गर्छ कि त बाबा बन्नु पऱ्यो बोलिनु भन्नु पऱ्यो होइन भने त बिहे त गर्नु पऱ्यो सङ्घर्षै हुनु पऱ्यो अनि जुन दिन गर्छ त्यो दिनबाट चाहिँ फेरि गिल्टी फिल गर्छ अनि त्यसले पछुताउँछ धेरै पछुताएको फाइदा छैन नि त होइन ढिलो भयो भन्ने कुरो चाहिँ हो चारबाट होइन
खै कति नम्बर त चेक पोइन्ट भएको 10 नम्बर हो कि कति हो हाम्रो यतिको अन्डरपास